अब चाहिँ हामी खाजा खाएर आयौँ हैन अनि अब बडीमा यति धेरै फ्युल आइसक्यो एन्ड वी आर सो पम्प्ड हियर वी गो अगेन मिठो खाजा खायौँ हामीले यहाँ झोर झर्न जाने बाटोमा रोटी तरकारी चना खायो अब चाहिँ हामी जाँदैछौँ नुवाकोटतिर मौसम चाहिँ घाम लागेको थियो अघि चाहिँ अहिले चाहिँ खासै घाम पनि लागेको छैन पानी पर्ला पर्ला जस्तो भइरहेछ अब एकदम रमाइलो हुनेवाला छ सबैतिर हरियाली भएको छ बवाल भएको छ झर्नाको साउन्ड सुनिरहेको छ बाटो चाहिँ त्यही हो होइन यो बाटो हुन्छ एक ठाउँमा पुगेपछि यो खोला तरेर पारी जानुपर्छ यहाँबाट यता चाहिँ छरे झर्न जाने बाटो छरे अथवा लौके यहाँबाट चाहिँ यता गयो भने चाहिँ गुप्तेश्वर महादेव जाने बाटो चाहिँ यता हो होइन हामी चाहिँ अलिक सिधै जान्छौँ यो गङ्गटे बजार अब यहाँबाट यता गयो भने चाहिँ गल्छी निस्किन्छ यो बाटो गल्छी हो बजार होइन गल्छी अब यहाँबाट चाहिँ नुवाकोट बिदुर भनेर भन्छौँ बिदुर अनि नुवाकोट दरबार जाने बाटो चाहिँ यता बट्टार बजारमा आइपुग्यो हामी चाहिँ अहिले ढुङ्गे भन्ने ठाउँमा छौँ यहाँबाट अलिअलि स्न्याक्सहरू किनमेल गऱ्यौँ अब यहाँबाट हामी यो बाटो जान्छौँ यो बाटो यो बाटो जान्छौँ यो बाटो चाहिँ धुम्चे हुँदै स्याप्रीबसी जाने बाटो रहेछ अनि गोसाइकुण्ड ट्रेक जाने बाटो यो बाटो हामी जाने हो गप्पुली नहोला माथिबाट त्यो बाटो छ आफ्नो भयो भने
आज शनिबार भएकोले काठमाडौँतिरबाट आउने राइडरहरू टन्नै छन् बाटोमा। थोड़ा गाना बजाना हो जाए। हाँ जरूर, क्यों नहीं। कहे ना कि थोड़ा गाना बजाना हो जाएगा तो मज़ा ही आ जाएगा। हाँ रुको जरा। वाउ त्रिशुली। त्यहाँ चाहिँ एउटा केही त्यहाँ एउटा ड्याम जस्तै छ एउटा त्रिशुलीमा। अब पुल पारी जाने होइन, त्यसपछि कता जाने हो त? यो चाहिँ पेत्रावतीबाट अलिकति अगाडिको ठाउँ हो। अनि यहाँ चाहिँ लामटाङ जाने बाटो भयो। हजुर दाइ झर्ना यताबाट। ए ल भाङ्गे झर्ना बाटो जाने बाटो उता रहेछ। यहाँबाट 9 किलोमिटर रहेछ। उत्तर गए गाउँपालिका। ओ नो बस आउँदैछ त। 9 यहाँ पनि रहेछ 9 भन्ने ठाउँ। त्यो डाँडामा माथि झर्नै झर्ना देखिरहेको छौँ हामी। वहाँ माथि टपमा चाहिँ एउटा झर्ना, अनि फेरि यतापट्टि तलपट्टि पनि छ। यस्तो रमाइलो छ डाँडा, झर्नै झर्ना रहेछ। अनि यो साइडमा त्रिशुली बगिरहेछ। अब यहाँबाट चाहिँ अफरोड बाटो रहेछ। अनि झर्ना चाहिँ यो डाँडाभन्दा पनि पल्लोपट्टि, यो डाँडाको पल्लोपट्टि छ अरे झर्ना। भर्खर एउटा दाइले भन्नुभयो। अनि यहाँ त एउटा ठुलो प्रोजेक्ट रहेछ। कुन चाहिँ हाइड्रो पावरको प्रोजेक्ट हो भनेर अलिक बुझेन, तर ठुलो प्रोजेक्ट रहेछ त्रिशुलीको किनारमा। बाटो चाहिँ अलिक अप्ठ्यारो छ। अनि यहाँबाट टनेल सुरु रहेछ। र यो टनेल चाहिँ के हो कस्तो केही थाहा भएन, तर टनेल भेटियो। र बाटो सोफार ठिकै छ, त्यस्तो एक्सट्रिम छैन। त्यहाँ पनि देखिन्छ घरमा। त्यही हो कि के हो? भाङ्गे झर्ना जाने बाटो उता रहेछ। होइन यहाँबाट जाने रहेछ क्या, यो होइन दाजु। झर्ना जाने बाटो यो होइन? झर्ना जाने बाटो यही हो? ए यो चाहिँ माथि हेर्न जाने हो। यताबाट चाहिँ तल पुग्यो होइन त? ए कहाँ छ टावर? ए खास त्यो चाहिँ माथि हेर्न जाने बाटो रहेछ मलाई। वाह फेरि पिच सुरु भयो। नाइस। वाउ ठुलो झर्ना यता रहेछ न। म यो देखेको थिएँ बल्ल देखेँ। त्यही भने म त वहाँ पर्छ सोचिरहेको थिएँ। कस्तो भिड रहेछ हेर्नु त त्यहाँ बाइकहरू।
यहाँ पनि अर्को झर्ना रहेछ झर्नै झर्ना माथिबाट झरिरहेछ यो साइडमा त्यहाँबाट झरेको यो पनि एकदम ठुलो झर्ना रहेछ यहाँ छ झर्ना यहाँ छ हाम्रो बाइक अनि यहाँ छ त्रिशुली नदी हामी चाहिँ भर्खरै झर्नाबाट फर्किँदैछौँ त्यहाँ अलि अगाडिबाट झर्नाको माथिको भ्यू माथिबाट भ्यू देखिने एउटा भ्यू पोइन्ट छ अरे त्यहाँ जानलाई बाटो खोज्छौँ अनि त्यसपछि त्यहाँ जान्छौँ हेरौँ कस्तो छ बाटो आज चाहिँ शनिबार भएकोले एकदम भिड हुने रहेछ केटिएम राइडर्स ग्रुपहरू पनि आउनुभएको रहेछ बाटो चाहिँ यस्तै छ यस्तो एक्सट्रिम त छैन तर अप्ठ्यारो रहेछ त्यही बाटो छेउमै त्रिशुली नदी छ अनि यो नदी अलिक ठुलो भएर आयो भने त यो बाटो नै बगाउने जस्तो रहेछ अलिकति रिस्की चाहिँ रहेछ यति पार्ट चाहिँ यो यहाँ चाहिँ सबभन्दा अप्ठ्यारो ठाउँ चाहिँ यही जस्तो लागेको मलाई अहिलेसम्म थुप्रै ढुङ्गा भएको ठाउँ होइन यहाँबाट माथितिर जानुपर्ने हो र बाटो चाहिँ के छ कस्तो छ थाहा छैन होइन त्यो बुझेर मात्रै जान्छ हामी यहाँबाट बाइक हुन्छ त गाडी आउँदो रहेछ नि त यहीँ साइडमा होइन यो चाहिँ झर्ना अवलोकन स्थल भ्यू हेर्ने ठाउँ जाने बाटो माथिबाट राम्रो भ्यू देख्ने जस्तो लागेको छ हेरौँ कस्तो छ बाटो चाहिँ यस्तै छ है कि दुईजना आएर आएको ए त्यहाँ गयो त्यहाँ पानी छैन रहेछ नि आज पहिला अनि हेरौँला भनेर त्यहाँ भन्नाले मेन त्यो मेन चाहिँ पानी ठिकै थियो ए हो तिमी तल गएर नि फेरि माथिबाट सुरुमा त्यहाँ गयौँ अनि त्यहाँ माथि रमाइलो गरेर आएको अनि यहाँ कति टाढा छ यहाँबाट अब भ्यू राम्रै छ ठिकै छ ए ल रमाइलो गरौँ है त ल यस्तो बवाल झर्ना यहाँ पनि बाटो सिट भयो यो बाटो चाहिँ गाउँतिर जाने बाटो र झर्नाहरू जाने चाहिँ यता भाङ्गे झर्ना अवलोकन स्थल जाने बाटो यता 300 मिटर चाहिँ 300 मिटर रहेछ ओहो सापकोटा होमस्टे भन्ने छ अरे यतापट्टि के छ प्याक छ त्यहाँ आज शनिबार होइन रुखबाट त सबै होइन घाट हजुरको विचारमा है त नभए 2 मिनट लाग्यो यहाँबाट 2 मिनट लाग्यो यहीँ राखेर म तपाईँहरू के गरेको ए ठिक अलि अगाडिसम्म जान्छु यत्तिकै छ भने ए आज शनिबार भएर यहाँ खोल्सा ठिकै छ त तर त ठिकै छ यहाँ पारिपट्टि राम्रो झर्ना देखिरहेछ माथिबाट झरिरहेछ है आवाज पनि आइरहेछ हामीलाई साथी पनि आएको छ वाह यस्तो नजिकैबाट देख्ने रहेछ यहाँबाट झर्नालाई
हामीले भर्खरै सापकोटा होमस्टेमा खाना खायौँ टन्न मिठो खाना खायौँ टन्न खायौँ दामी होमस्टे रहेछ लोकल खाना लोकल स्टाइलको लोकल घिउरोको तरकारी घरकै आलु घिउ घरकै घिउ खाइयो मिठो भयो दाल मासु सापकोटा होमस्टे हामी चाहिँ बाइक यहाँ राखेको थियौँ अब हामी जान्छौँ यस्तो छ बाइकको अवस्था ल बसौँ बसौँ एक्कासी पानी पर्न थाल्यो रेनकोट लाउँ कि नलाउँ भनेर तलपट्टि घाम लागिरहेछ अनि यहाँ माथि डाँडामा चाहिँ पानी पर्न थाल्यो अब हेरौँ रेनकोट लाउनै पर्ने भयो भने लगाउँला होइन भने ठिकै छ गर्मी पनि भइरहेको थियो अलिअलि पानी शीतल पनि हुन्छ यो मेनली घुम्न आउँदाखेरि चाहिँ भातै खाँदा ढुक्क लाग्छ मलाई चाहिँ अब अरू खाजा ग्यासै खायो भने फेरि एकैछिनमा भोक लाग्छ अनि फेरि अनि आनन्दले खाना खायो त्यसपछि ढुक्क दाल भात पावर 24 आवर भने जस्तो नो गुड गुड ब्रदर गुड त्यो त्यहाँको दाइलाई सोधेँ त्यो धुम्सेतिर जाने बाटो माथिबाट पनि छ अरे क्या एउटा चाहिँ तलको बाटो भयो अनि अर्को चाहिँ यो यताको डाँडा देखिएको छ नि त्यो डाँडाको माथिबाट जाने बाटो छ अरे क्या अरू धुम्से स्याप्रोबेसी केरुङ भनौँ न त्यहाँबाट उत्तरतिर जाने बाटो चाहिँ माथि पनि छ अरे क्या पहाड माथि डाँडाबाट त्यो ठुलो डाँडा चाहिँ नगरी त्यसको माथिबाट बाटो छ अरे कुनै बेला त्यो बाटो पनि एक्सप्लोर गर्नुपर्छ रमाइलो हुन्छ यस्तो ठाउँमा एक्सप्लोर गर्नु लेट्स सी यहाँ रोपाइँ भइरहेछ असारको बेला असार 14 आज भोलि असार 15 त्यत्रो बेर बस्नु भएको होला ल भाइ धन्यवाद यहीँ होइन खसी कुदेको अलिक उतै बोकायो अघि फेरि भाले कुदैछ के हो अघि एकछिन त्यो बोकाले तर्सायो हामी चिलपारामा गइरहेको थियौँ उडेर माथिबाट आएर पास भयो केही भएन उनीहरू त्यो तलको मेन बाटोबाट माथि यहाँ झर्ना हेर्ने भ्यू पोइन्टसम्म आइपुग्दा चाहिँ त्यस्तै 25 मिनट जस्तो लागेको छ 25-30 मिनट जस्तो लागेको छ बिस्तारै आउँदाखेरि पर्दैन जानु पर्दैन अब हाम्रो पालो यहाँ अलिअलि बगेको गिटी रहेछ त्यो अप्ठ्यारो रहेछ त्यहाँबाट चाहिँ ओके 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 ल त्यो बाटो चाहिँ चेन्ज भयो यता भागे झर्ना हेर्न आउनेहरूलाई चाहिँ
एउटा सजेसन के दिन मन लाग्यो भन्दा फर्स्टमा चाहिँ तलैबाट गएर झर्ना हेर्नु पऱ्यो होइन अनि तल झर्ना हेर्ने रमाइलो गर्ने अनि त्यसपछि बल्ल माथि जाने Bye bye. Yeah. Hazır.